प्रधानमन्त्री भागिराख्नु भएको छ। भागिराख्नु भएको छ कि उहाँ आफ्नो कार्यव्यस्ततामा भए पनि अर्थमन्त्री के कार्यव्यस्तता हुन सक्छ? नीति तथा कार्यक्रम भनेको यो सरकारको सबभन्दा ठुलो कार्यक्रम हो। यो देशकै सबभन्दा ठुलो कार्यक्रम हो। अनि त्यो कार्यक्रममा आउन नसकेन अरू के काम हुन्छ? र अनि बाहिर एउटा गलत भाष्य पनि निर्माण भएको छ, प्रधानमन्त्री जाने होइन काम गरिराख्नु भएको छ भने। त्यो गलत हो। काम यही हो प्रधानमन्त्रीको, नीति तथा कार्यक्रम ल्याउने, जनताको कुरा सुन्ने। जनताले के भन्छन् भने हाम्रा प्रधानमन्त्रीज्यू कम बोल्नुहुन्छ, काम चाहिँ धेरै गर्नुहुन्छ। वा काम पनि गर्नु हो। यदि त्यसो हो भने यो नीति तथा कार्यक्रम काम हो कि होइन? काम भने के हो? रेस्टुरेन्टमा गएर फोटो खिच्नु मात्रै काम हो कि? यो त नीति तथा कार्यक्रम त प्रधानमन्त्रीले ल्याएको, त्यसको संसदमा पेश गर्ने, त्यसको जवाब सुन्ने, त्यसलाई जो सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका विकास भएनन् भनेको कुरा राख्छन् त्यसलाई करेक्सन गर्ने, त्यसलाई टिपोट गर्ने, त्यसलाई छलफल, यही हो काम प्रधानमन्त्रीको। प्रधानमन्त्रीको काम भनेको कुनै गीत गाउने काम होइन, काम यही हो। हामीले यही कामै गर भने अब प्रधानमन्त्रीलाई